गुड मर्निङ साथीहरू, लासो फ्याफुला यो भएर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। यो चाहिँ मेरो बिहानको भिडियो। आज चाहिँ लोसारको दिन अनि सो हजुरहरूलाई चाहिँ आज दिनभरि के गरेँ त्यो सबै भिडियो चाहिँ म हजुरहरूलाई देखाउने छु। सो कति राम्रो छ है मर्निङ भाइब्स। प्लान्ट मध्येमा चाहिँ यो स्नेक प्लान्ट चाहिँ मेरो फेभरेट हो। मैले लिएर आउँदा चाहिँ स्मलमा सानो थियो कि अहिले यति ठुलो भइसक्यो। अहिले चाहिँ यति राम्रो भएको छ नि साथीहरू। यो चाहिँ मैले मेरो हलरुममा राखेको छु। एकदम मनपर्छ मलाई प्लान्टहरू होइन राख्नको लागि। त्यही हो हजुरहरू, आज लोसारको दिन चिया खानुभयो होला होइन बिहानमा। अब भिडियोहरू हेर्दै गर्नु साथीहरू। एकछिनमा रेडी भएर चाहिँ गुम्बा जानु चाहिँ साथीहरू। यसो भर्खर हातमा नेल पनि लगाइसक्यो, हेर्न सक्नुहुन्छ। पुलिस मलाई चाहिँ मनपर्छ यो कलर, मरुन कलरमा। सो अब चाहिँ ड्रेसतिर लाउँछु साथीहरू। यो चाहिँ मेरो ड्रेस। अब वहीँ गएर भेट्ने छु। के गर्ने थोरै चिज भन्दाखेरि एउटा अलिक भात खिचिदिन्छु ल, भोक लाग्छ के। ल म खेम्बो दाइको जस्तो भोइस सुनेकै। ए त गयो गुम्बातिर। खै त मलाई नि दिनु दिदी। खोइ त आमा, खोइ त छैन। हाई आयो न बाबुहरू कता हो खाइरह पर्न फेरि उता। अब म यस्तो गरेर होइन मेरो एलेक्स कहाँ सबै यो लाउन नजानेर उसले लाएर बोला म लाउन चाहिँ मेरो अचार प्लेट सुन्ता दिदी मम्मी रे उता हालिदिनु दिदी यहाँ तिमीलाई के झोड्ला चोक्टा हालिदिनु। अब झोल चोक्रा अब कहाँ छानेर बस्छ आफै छानेर खानु भनेको। अचार केले हाल्ने त अचार उतै छ अचार। यहाँ हालिदिनु त।
अब अलिकति त्यो प्याज भएको चाहिँ हाल्दिनँ त्यो प्याज भएको हो त्यो मम्मी कति बन्ठाउँ छैन हो आमा त उतै भन्नुभयो कस्तो हाई पनि छैन केही पनि छैन हेर न ल पर्छ अनि अब पनि यता भिडियो सुरु हो ओ दिदी दिदी ओ दिदी मम्मी आउनु यता त्यहाँ खाँदैन न नानीले खान्छ होला कि ओ दिदी उता नानीलाई उ गर्नु हेर न छोरो यता हेर त ओ सानो यता हेर्नु न छोरो बुढीको भ्लग हो कि यता यता हेर्नुहोस् ल हाई भनिदिनु स्पिकर बजेको भएर मैले चाहिँ साउन्ड अफ गरिदिएँ साथीहरू किनकि कपिराइट लाग्छ नि त सो यहाँ चाहिँ मेरो मामुले चाहिँ नानीलाई चाहिँ खाना खुवाउँदैछ अब बिहानदेखिबाट केही खाएको छैन नि त हामी कसैले यता गुम्बामै सबैजनालाई चाहिँ खानाहरू यताउति बाँड्नुहुन्छ त्यही हो पूजा सकेपछि सबैजनाले चाहिँ खाना खानुभयो साथीहरू अब लोसारमा त्यही हो सबै ठाउँमा रमाइलो गरिन्छ ड्रेस लाउने रमाइलो गर्ने नाच्ने त्यही त हो नि होइन साथीहरू उता अब मेरो दिदी पनि आउनुभयो यता मेरो गुरुबाट चाहिँ अब हामी आशीर्वाद लिन्छौँ होइन उहाँले अब हामीलाई यस्तो ठुलो टकेलाको टिका लगाइदिनुहुन्छ पूजा चाहिँ अघि नै सकिन्छ पूजा सकेर चाहिँ अब लास्टमा चाहिँ गुरुहरूले सबैजनाले टिका लगाइदिनुहुन्छ खाता लगाइदिनुहुन्छ होइन हामी चाहिँ अब अलिअलि उहाँहरूलाई दक्षिणा दिन्छौँ त्यही हो साथीहरू तमाङ जतिको पूजामा लोसारमा चाहिँ प्रायः कल्चरमा चाहिँ यस्तै गरिन्छ दामी बाँकी गर्नु दुई हाते बाँकी गर्नुहोस् दुई हाते बाँकी गर्नुहोस् रोक्नुहोस् ल लामा गुरुले चाहिँ मेरो मामुलाई छोरीलाई पनि अब आशीर्वाद दिनुभयो त्यसपछि टरेलाको टिका लगाइदिनु भयो खाता लगाइदिनु भयो अब चाहिँ भिडियोको चाहिँ अन्तिमतिर आयो मैले चाहिँ त्यो बाहिर स्पिकर बजेको भएर चाहिँ साउन्डलाई म्युट गरिदिएको साथीहरू सो लास्टसम्म हेरेर भिडियोलाई लाइक गरिदिनु सब्सक्राइब गरिदिनु होला र माया गरिदिनु होला र अर्को भिडियो चाहिँ सेकेन्ड पार्ट 2 चाहिँ महोत्सव गएको भिडियो चाहिँ म पछि हाल्नेछु अहिलेको लागि चाहिँ बाई बाई साथीहरू ह्याप्पी लोसार सबैजनालाई है साथीहरू बाई बाई लभ यु